सुन्न लागिसक्यो अनि म चाहिँ अहिले एक्लै चाहिँ हिँडिरहेको किनकि हाम्रोतिर पाहाडमै बसे ठिक हुन्छ नत्र यता चाहिँ स्वस्थ हावाहरू छैन पानी पनि त्यति 2 मिटर छ चितवनको भन्दा त यहाँ अलि मिठो छ पानी फेरि चितवनको नराम्रो भन्न खोजे होइन है चितवनको पनि राम्रो छ तर मैले सानोदेखि चितवनको खाने बानी भएर होला मलाई यहाँको र त्यहाँकोमा त्यति डिफ्रेन्ट चाहिँ भेट्दैन मलाई त्यहाँको पानी मिठो लाग्छ तर यहाँको पानीमा चाहिँ त्यो अर्कै टेस्ट छ के छुट्टै खालको टेस्ट छ काम यस्तो अब बल्ल गएर बल्ल खाना खाने बिहान खाना खाएन भोक यस्तो लागिरह So hey guys, welcome back to the another video. So के छ सो फाइनली मलाई चाहिँ थाहा थिएन सो अहिले चाहिँ म कहाँ छु भन्दाखेरि तपाईहरु गेस गर्न सक्नुहुन्छ यस्तो पहाडै पहाड यो कुन ठाउँ होला आफै गेस गर्नु न सो थम्बनेल हेरेर थाहा भइसक्यो होला कतिलाई सो फाइनली म बागलुङ छु अनि मेरो रिसेन्टली केही प्लान पनि थिएन कि म बागलुङ आउँछु भनेर सो मलाई अलि सन्चन थिएन जस्तै लाइक गर्मीमा अहिले त गर्मीको सिजन चलिन्छ नि त धेरै घाममा हिँडेर होला रुगा खोकी मिलाइरहेको थियो उल्टो ज्वरो पनि आइरहेको थियो रुगा खोकी नि लागिरहेको थियो अनि ज्वरो नि आइरहेको अनि सन्चो थिएन अनि दबाई खाएर सुतिरहेको थिएँ अनि अर्को दिन नारायण गएपछि दाइले फोन गरेर ल बागलुङ जानु पर्यो अरे त भोलि समथिङ के पूजा छ भन्दै थियो कुलान पूजा भन्दै हाम्रोमा चाहिँ कुलान पूजा भन्थ्यो अनि सो ल ठिकै छ नि त गइदिउँ भनेर म आज हिँडेको आज हिँड्दा बित्तिकै एउटा पोस्ट बिहान 7 बजे घरबाट 6 बजे निक्लेको पुल्चोक 7 बजेसम्म आएको थिएँ अनि 7 बजेसम्म आएर 7 बजेदेखि 8, 9, 10 10:30 सम्म चाहिँ आँपटाडी चितवनबाट कहीँ पनि हल्लेन लगभग लाग्यो 3 साढे 3 घन्टा त्यहाँ बसेँ हामी होइन जाम थियो त्यो चाहिँ आज के अरे ट्रक समथिङ ट्रकै पड्केर नै पल्टिएर चाहिँ उस भएर चाहिँ अनि त्यहाँ जाम भएको अनि जाम भइसकेपछि चाहिँ अनि त्यहाँ एकैछिन बस्यो अनि त्यही गर्दाखेरि यहाँ चाहिँ 3:30 मा आउने ठाउँमा चाहिँ अहिले लगभग 6 बजेर 40 हुनुलाई 6:40 हुनुलाई चाहिँ घडी हेर घडी देखाएन भने घडी हेर सिर्फ घडी हेर टाइम हेर सो 6:40 हुन लागिसक्यो अनि म चाहिँ अहिले एक्लै चाहिँ हिँडिरहेको किनकि हाम्रोतिर जाने टाइम के हुन्छ भन्दाखेरि दिउँसै हुन्छ नि त गाडीहरू अनि त्यही भएर चाहिँ यहाँबाट चाहिँ अब कोही छ भने लिफ्ट माग्छु आयो भने गाडी आयो भने त अब पैसा तिर्दै भयो बाइकमा चाहिँ कोही आयो भने सिङ्गल आयो भने म लिफ्ट माग्छु दिन्छन् कि दिँदैन मलाई थाहा छैन दिएछन् अनि हामी गइन्छ तर मैले हिँड्दै जानला हो अब लगभग 2 साढे 2 घन्टा लाग्छ र यहाँ वहाँ पुग्न यस्तो छ नजारा यो गाउँको फेरि ल हेर्नु सो गाउँ आसी यो चाहिँ यस्तो आजभोलि यो पिच बनाएर यस्तो कति कालो देखिएको मा कसम यार भयङ्कर कालो देखियो त यो 2 दिन नारायणको कमालोलाई कालो देखियो यार सो गाउँतिर आउँदाखेरि चाहिँ यही राम्रो हो कि हावा पानी स्वच्छ हुन्छ स्वस्थ हुन्छ राम्रो हुन्छ वातावरण राम्रो छ हरियाली हेर्दै हिँडिरह टक्क लाएर भिर पाखा जङ्गल रमाइलो भइरहेको मलाई चाहिँ अनि हिँडिरहेको अगाडिबाट त दाइ आउँदैछन् रे अनि दाइले चाहिँ तिमी नि आऊ म पनि आउँछु जहाँ भेटिन्छ दाजुभाइ सँगै जाने भन्दै ब्याग गरुङ्गो भएर भन्छौ केटा यस्तो भारी भए नि हाइट सकेकै छैन उचाल्न सो यही गाउँको बाटो आओ यस्तो बबाल देखियो है नसोचेको सिन यो सिनमा फोटो खिच्न त राम यस्तो बबाल हुन्छ नि हेर रोड हेर यो भित्ता हेर हो तर एक्चुअली भन्ने हो भने चाहिँ
पाहाडमै बसे ठिक हुन्छ तर अब केही साह्रै फेसिलिटीहरू चाहिँ अलि थोरै हुन्छ नि जस्तै अब हुन्छ नि केही अब जस्तै कोही लड्यो केही एक्सिडेन्ट भयो भने पुऱ्याउन जान ढिलो हुन्छ त्यही भन्ने मात्रै फेसिलिटी अलि छैन र नत्र यता चाहिँ स्वस्थ हावाहरू छैन पानी पनि त्यति मिठो छ चितवनभन्दा त यहाँ अलि मिठो छ पानी फेरि चितवनको नराम्रो भन्न खोजे होइन है चितवनको पनि राम्रै छ तर मलाई सानोदेखि चितवनको खाने बानी भएर होला मलाई यहाँको र त्यहाँकोमा त्यति डिफ्रेन्ट चाहिँ भेट्दैन मलाई त्यहाँको पानी मिठो लाग्छ तर यहाँको पानीमा चाहिँ त्यो अर्कै टेस्ट छ क्या छुट्टै खालको टेस्ट छ अनि मैले चाहिँ आई थिङ्क के सोचेछु भन्दाखेरि आजको ब्लग प्लस भोलिको ब्लग जोइन गरेर हाल्ने भन्ने सोचिरहेको किनकि भोलि हाम्रो कुलन पूजा के गर्छन् म त फर्स्ट टाइम है यो कुलन पूजामा आएको चाहिँ अब के गर्छन् त्यो त भोलि चाहिँ थाहा हुन्छ मलाई नि म पनि धेरै एक्साइटेड छु कि किनकि ओहो के हुँदो रहेछ कुलनको पूजामा चाहिँ कुललाई मान्छन् नि त एटलिस्ट जुन सुकै कास्ट होस् बाहुन छेत्री नेवार अनाथरी उनीहरूको चाहिँ आफ्नो आफ्नो कुल हुँदो रहेछ जस्तै हाम्रो नि आफ्नो कुल छ नि त त्यही भएर चाहिँ कुललाई चाहिँ पुज्नु हुँदो रहेछ हाम्रो कुलमा चाहिँ फेरि कस्तो हुन्छ नेपाली भयो नि जस्तै नेपाली भयो भने नेपाली पनि छुट्टै छुट्टै प्रकार के जस्तै 13 दिने हुन्छन् 3 दिने हुन्छन् अनि 15 दिने हुन्छन् 11 दिने हुन्छन् हामी चाहिँ 3 दिने हो अनि भोलि चाहिँ 3 दिनेको चाहिँ कुलन पूजा छ कस्तो हुन्छ सो एटलिस्ट हेर्नु होला कतिको रमाइलो हुन्छ सुनसान छ नि त एक्लै त्यही डर्ने लाग्ने हेरे है अब 2-3जना भए त सँगै गफर्दै हिँड्न हुन्थ्यो गाउँतिर पैसा धेरै भएपछि के गर्छन् त त्यहाँबाट यहाँसम्म पुल हाल्छन् त्यही यो पुल हालेको कति होला है लगभग निक्लियो होला मेरो हिसाबमा 25-30 लाख भाडा बेसी उठ्यो होला लगभग यसलाई बनाउँदाखेरि त 25 भेट्यो होला मेरो हिसाबले मानम है यसलाई बनाउँदा 25 भेट्यो होला लिनेले 40-45 लियो होला यस्तो ठाउँमा पनि कसैले पुल हाल्छ त्यहाँ यसो सट्टा आयो त पुगिहाल्छ नि यता के भन्ने यार रोँदै रोगेन सालहरू खत्तम रहेछ भन्छ यार तिमीलाई One eternity later. माथि गएर खिच्नु पर्ने माथि गएर खिच्नु पर्ने मानिराखे है हाम्रो कति बेला ल्याउने उहाँ गर भन्यो क्या लाँदै बलानी ढुङ्गामा राख्थ्यो र भित्र निकाल्नु पर्छ क्या सबै मानो कता ल्याउने निकालेर लैजाउँ त यहाँ त्यो भित्र निकालेर त्यसो भने त लन्दै तपाईँ गएर भित्र निकाल्दै छुट्टै राखिदियो हेर्नुहोस् क्या
घुमाइसक्यो उता ससेले हो नफुल्नु माया मनभरि फुल्यो यो जुनी तिम्रै भर नफुल्नु माया मनभरि फुल्यो यो जुनी तिम्रै भर सो फाइनली म चाहिँ हिँडिरहेको अनि त्यहाँ पूजा भ्याइयो अनि मैले त मासु खाँदैन नि त कसैको पनि खाँदैन अनि त्यही पनि मलाई त्यो भिडियो नै अब सबै ब्लोर आइरह होला किनकि एडिट गर्नु त अब ब्लोर जानुपर्छ ब्लोर हाल्नुपर्छ किनकि अनि एक्टिभिटिज समथिङ के सो डराबाट यस्तो चाहिँ हामीलाई यहाँ चाहिँ राम्रोसँग हिँड्नुपर्ने हुन्छ एक्लै हो नि त म त्यही भएर राम यो बुटोमा अन्मेला कति सानो थियो अहिले यत्रो भएछ सामान हातमा फाइनली मैले त मासु खाँदैन नि त अनि कसैको पनि बाख्रा भयो कुखुरा भयो गधेल गुन्द्रुक यस्ता उता के खाँदैन कसै भेजिटेरियन म खाँदैन नि त अनि त्यही भएर चाहिँ अब उनीहरूको काम उनीहरूले काट्ने खाने गरेँ अनि मैले चाहिँ पूजामा मिसिना मात्रै गइदिएँ हो अब म त्यस्तो खाँदैन के नि उनीहरूको सबै विधिहरू के भन्छ नभए सबै पुऱ्याएर उनीहरूले गरेँ अनि म आउने बेला चाहिँ मलाई ढिलो हुन्छ अनि दिदी आउनु भएको थियो दिदी आएपछि सामान ल्याइदिनु दिएको थोरै अब घर लैजाऊ भनेर होला घरमा अब जस्तै लसुन ससुन त्यस्तो हुन्छ नि अब त्यो चाहिँ ल्याइदिनु भएको थियो अनि मैले त्यो लिएर आएको यहाँ चाहिँ हातमा समातेर गरौँ भएर काम यस्तो अब बल्ल गएर बल्ल खाना खाने बिहान खाना खाएन भोक यस्तो लागिरह भा भोकले मेरो पेट दुखिरह भनिरहेको कि अनि अब त्यहाँ सबै मासु चलाउने है पकाइदिन्छु त भनेको थियो तर नाइ बरु अचारै गरेर खान्छु म कमसेकम मासु त हुँदैन त्यहाँ यता छोइएला उता छोइएला हुने हुन्छ नि त अब मलाई फेरि त्यस्तो मन पर्दैन नि त्यही भएर चाहिँ त्यहाँ खाइन अब म अचार जान्छु बस्छु आई थिङ्क भोलि चाहिँ मलाई निक्लिनु पर्ने हुन्छ यहाँबाट भोलि निक्लेर भोलि पोखरा बस्नु भन्दा नि एकैछिन काम चाहिँ लगभग 1.5-2 घन्टाको काम 1.5-2 घन्टाको काम भ्याएर चाहिँ फेरि हाम्रो स्थान फर्किनु पर्ने हुन्छ सो हात गयो दुइटै हातमा सामानहरू छ अनि रमाइलो हुँदो रहेछ सबै जस्तो कस्तो लाग्यो भन्दा मलाई आफन्तहरू चाहिँ भेटिन पाइने कि अझ त कतिजना आएनन् त्यहाँ आउन चाहिँ लगभग 24-25 घर यस्तै थियो नजिक भएको 24-25 घर सो hey guys, welcome back to the another vlog of episode 2 अनि के छ आज चाहिँ बागलुङको फर्स्टमा चाहिँ पहिला सुरु भन्ने हुन्छ बागलुङमा अनि म चाहिँ आज रिटर्न हुन लागेको हो घर चाहिँ रिटर्न हुन लाग्यो अनि मेरो हातमा फेरि ह्यामस्टर छ अस्ति नै ह्यामस्टरमा एउटालाई चाहिँ त्यो माथिको त मैले बनाएको थिएन कि जस्तो घर बनाइदिएको थिएँ नि त माथिको त्यो खुल्ला थियो त्यसमा चाहिँ चराहरू पसेर उसलाई चाहिँ ठुगेछन् कि त्यही भएर त्यसको चाहिँ डेथ भयो अनि एउटा मात्रै थियो अनि एउटा मान्छेले धेरै कराएको गऱ्यो भन्दा मैले फेरि सोचेँ कि होइन फेरि बाग्न आएको बेला फेरि ड्युटी लगाइजान्छु नि त भन्ने सोच भएर फेरि ड्युटी लगाएर जानु लाग्यो अनि अहिले चाहिँ हामी चाहिँ उहाँबाट बस चढ्नु पर्ने हुन्छ अनि हिजो रातभरि पानी पऱ्यो राति यता मामा घर आएको अनि रातभरि पानी पऱ्यो रमाइलो छ अब जानु पऱ्यो जे अनि अब मेरो सोच त थियो कि अब 3-4 दिन अझ बस्छु जस्तो भएको थियो तर अब यस्तो हुन्छ काम भइहाल्यो अब म यताबाट गएपछि फेरि अप्सन उताबाट आउने म यताबाट गएपछि सम्झना उताबाट आउने हो नि त अनि सम्झना उताबाट आउने भएपछि सम्झना यता घर आउँछ होला
अनि त्यही भएर ऊ भान्जा नि पछि पछि आइरहने एक्लै होला भन होला तर भान्जा नि पछि पछि अनि फेरि यता यस्तो भोपाल सिन चाहिँ घाम टाढा निक्लेको भान्जा बाबु मेरो पछि छन् फुल हल्लाइदिँदै आछन् अनि त्यही भएर म दौडिँदैछु रमाइलो भइरहेको अब हामी यहाँ माथि गएर चाहिँ बस समात्नु पर्ने हुन्छ सुरुमा गएर किनकि लगभग मलाई लाग्छ 15-20-25 मिनट लाग्छ मलाई माथि पुग्नलाई त्यति टाइम लाग्छ माथि गएर बस समाएपछि अनि हामी अहिले पोखरा जान्छौँ सिधै किनकि पोखरा गएर ओर्लिन्छौँ पोखरा 2-3 घन्टा भुल्ने काम छ अनि तबसम्म यसो घुम्छौँ दुईजना नदीको बिच्चा 2-3 घन्टा घुम्छौँ अनि फेरि हामी फेरि लगभग 3-3:30 सम्म नारायणी